त सिटीलाई पनि बोलाएर यहाँ राखेर पूजा गर्नुहुन्छ। पुग्छ त पहेँलो पुग्दैन ले यहाँ पक्रिन्छ लिएर आउँछ। त्यो फुल यो त 20 रुपैयाँ गोटा पाउने त्यो रिबिन छैन 50 रुपैयाँ 60 रुपैयाँ गोटा अझै चाहिन्छ दिँदैनन् राखे पनि उयो माल दिदीको पनि साइकल हो जस्तै हो त त्यो भित्रको कि होइन त्यो पनि नि यो यसमा त्यो ग्रीन कलर र उतो मात्र अब रातो सातो लगाउँदा चाहिँ मैला रहेछ क्या सबै त्यो पोरका त्यतिकै रङसँग कि पटक्कै खुलेन गाडी नयाँ भएको फुल्छ त पुरानो गाडीमा पनि फुल्नु सलाई पनि ल्याउनु सलाई लाइटर थियो त अहिले कहाँ राख्यो लाइटरले हुन्छ बुढो हुन्छ लाइटर बुवासँग कसले जय श्री राम भन ए जय श्री राम भन्छ पानी खोलेर पखालिहाल्न एकचोटि पखालेको ऊ त मान्छे यता हेर्दा 1 2 3 भन्दै जाँदैछ यहाँ त नपुग्ने भएछ नि त अनि यो पछाडि त अरे अलि लामो काट्नुपर्छ काटेको त लामो रिबिन केटी रिबिन अब हुन आँट्यो अब 10 मिनेट
हो बुवाकोमा चाहिँ खुलो यो दाजुले बाँधेको चाहिँ राम्रो त्यो चाहिँ कलर मिल्यो उज्यालो पनि भयो कि हाम्रो भन्दा पछाडिको पनि हो नि त अझै पुगेन नाना नम्बर प्लेट चाहिँ रहेछ नि त बुवाको नम्बर प्लेट चाहिँ मेटियो बुवा छ ए यसमा नि बाँधिन्न धेरै ठाउँ यसमा खुलेन क्या पोहोर पनि पूजा भएन यो साल पनि पूजा भएन अब अर्को साल अब यो दसैँ पछाडि 3 महिना शुक्र अन्ध छ त्यो अन्धमा किनेर के गर्नु एकैचोटि अब त्यो पछाडि चाहिँ किन्ने हो त्यो पनि हो पुरानो बानी भएपछि त फेरि अलिक गाह्रो पनि हुँदो रहेछ बानी बनाउनु नहुने रहेछ म पनि एक्सचेन्ज गर्नु पर्यो भनेको थिएँ योचोटि दसैँमा उही भयो पटक्कै नबनाउनु पर्ने रहेछ है दादा त्यो ग्रिनको उयो रातो हालिदिनु न त्यसमा पहेँलो र रातो अनि फुल्छ हो त पहेँलो हो त पहेँलो पछाडि पनि बाँधेको छ हौ नयाँ रिबी नै छैन पुगे अलि लामा काट्नु हुन्छ छोटा काट्नुहुन्छ दुईटा लाउनु हुन्छ यी अझै पुग्दैन जम्मै ढुकाएर दिनु पर्यो यो होइन पहेँलो अर्को पहेँलो योभन्दा पनि लामो यी धेर भएका टुक्रा राखिदिँदा हुन्छ यसलाई हुन्छ नि यहाँ पछाडि यसको त यहीँ बाँध्दा भइहाल्छ अब एक मुठो यस्तै काट्नु होइन लाइभ होइन युट्युबमा हाल्नका लागि नि बाँधिसक्यो छिटो गुरुले के पढ्नुहुन्छ उहाँ गुरुलाई पनि हतार भएको छ लु बाँधिसक्यो अब लु पढ्दा हुन्छ बाँध्दै गर्छु पढ्दै गर्छु गाडी त थोरै छ है भरे आफू हिँड्नु पर्ने चिठी बोलाउनु भरे डोरी राखिदिनु ससिनाको साइकललाई पनि रिसाउँछ नि जति ईश्वर राई पनि आउनु होला दाजु गाडी लिएर आउनु भयो हुन्थ्यो नि गाडी पूजा भइहाल्थ्यो यहाँ पूजा भइहाल्थ्यो लु 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 लिएर आइहाल्नु भयो किन एकछिन भिडियो हाल्न भावना काट्दै यो चाहिँ अनि फेरि खासमा चाहिँ के हो त त्यो विज्ञहरूलाई नै सोध्नुपर्छ हाम्रो शिक्षकहरू यहाँ दुईजना हुनुहुन्छ भूको शिक्षक र अहिले कार्यरत शिक्षक अनि दाहिने घुम्नु पर्यो पूजा गर्दै 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 घुम्नु पर्यो चक्कादेखि अब नरिवलहरू त ल्याउनु भएको छैन होला एउटा यसो नरिवल फुटाएर यसो पानी फर्किँदाखेरि पनि राम्रो हुन्थ्यो हजुर हो त हुन्छ किन हुँदैन मजाले विश्वकर्मा पूजा हो नि त आज एकादशी होइन नि त यो विश्वकर्मा पूजा हो रातो बनाउनु है अक्षता चाहिँ मेन कर्तालाई मैले अहिले लगाइदिएँ ल सर त्यो टोपी खोल्नु राधे राधे टोपी खोलौँ टोपी सुकाउन दिन पनि आउँदो हामी लाउँदै लाउँदै चन्दन अक्षता फुल लिने त्यस पछाडि दाहिने यता अगाडिपट्टिको टायरबाट सबैमा पूजा गर्दै गर्दै जाने सबैतिर पूजा गर्ने दाहिने यहाँ टायरबाट सहस्र श्रीरेखा पुरुषः सहस्राक्षः सहस्रपात स भूमिगुं सर्वतः स्थित्वा तिष्ठदशाङ्गुलम्मा अक्षता पनि छर्किनु है सर पुरुष ए वेदगुं सर्वं यद्भूतं च भाव्यम् उतामृतत्वशेषानो जजन्नेन तिरोहति एतावानस्य महिमातो जायंस पुरुषः
पादोस्य विश्वभूतानि त्रिपादस्य मृतं देवे त्रिपाधूर्ध उदेत् पुरुषः पादोस्येह भवत् पुनः ततो दिक्खं व्यक्रामत्सा शनेन शने अभि ततो विराट जायत विराजो अधिपूरुकः स जातो अत्यरिच तपसात् भूमिमथो पुरः तस्माद्देग्ना सर्वभूतः संवृतं बृहदाज्यम् पशुंस्तां चक्रे वायभ्या नारण्य ग्राम्याश्च जेः तस्मादश्वा अजायन्त जे केचो भयादतः गावो हजनिरे तस्मादस्मा अजायः तं जग्नं बर्हिः प्रोक्षं पुरुखं जातमग्नतः तेन देवा अजयन्त साध्यारिखय च जेजत्पुरुखं व्यददुः कतिधाव्य कल्पयन्न मुखं किमस्यासीत् किं बाहु किमुरुपादा उच्येते ब्राह्मणोस्य मुखमासीत् बाहुराजन्यः कृतः उरु तदस्य जद्वैशः पद्भ्यागुं शूद्रो अजायत चन्द्रमा मनसो जातक्षक्षोः सूर्यो अजायत श्रोत्राद्वायुश्च प्राणस्य मुखादग्निरजायत नाभ्या आसीदन्तरिक्षगुं शिष्णोर्द्योः समवर्तत पद्भ्यां भूमिर्दिशः श्रोत्रान् तथा लोकान् अकल्पयन् यत्पुरुषेण हविखाद्येवा जिज्ञमतन् बता वसन्तोष्यासीधाज्यं ग्रीष्मैद्मः शरदभिः सप्तास्यास्तन् परिधः स्त्रीः सप्तसमिधः कृताः देवा च तन्वा अवदन् पुरुषं पशुं जग्नेन जग्नमयजन्त देवस्तानि धर्माणि प्रथमान्या सन्नाते हनाकं महिमानः सचन्त यत्र पूर्वे साध्याः। यसो डिकिसी खोल्न मिल्छ भने यसो भित्र इन्जिनतिर पनि यसो पूजा गरौँ, यसो इन्जिनतिर यसो खोल्न मिल्छ भने हुन्छ। ओम गणानां वा गणपतिं गवामहे वसो मम आहवजानि गर्भधामा तमजासि गर्भधाममा सबैमा एक एकवटा फुल राखिदिनु। ओम श्री सते लक्ष्मी सपत्न्या बहुरात्रे पार्श्वे नक्षत्राणि रूपमशिनो व्याप्तमयखाणा मैखाणा सर्वलोकं महिखाणः। यहाँनिर धुप बालेको छ, यसो धुपलाई पनि देखाइदिनु। ओम वनस्पति रसोद्भूतो त बाती पनि बाल्दिनु। ओम वनस्पति रसोद्भूतो गण्डाद्यो गण्ड उत्तम आग्रेय सर्वदेवानां धूपोऽयं प्रतिगृहताम्। साइकलको त इन्जिन छैन। कर्माय नमो नमः। साइकलको ब्रेक त्यही हो, त्यसैले हो कन्ट्रोल यताउता। हरिः ओम चन्द्रमा मनसो जातक्षक्षोः सूर्यो अजायत श्रोत्राद्वायुश्च प्राणसमुखादग्निरजायत। यसो त्यो अलिअलि नैवेद्य पनि हामीले खानुपर्छ थोरै थोरै। भावना चढा नैवेद विश्वकर्मा बाबाले छोटो फेरि खानुहुन्छ फेरि त्यसो छ। अर्को एउटा लड्डु सबैतिर चढाइदैन एउटा यो पातो फुटाएर। हरिः ओम नाभ्या अगाडि 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 पातो खाने त अगाडिबाट आउँछ। हरिः ओम हुन्छ, हुन्छ। अन्तरिक्षगुं शिष्णोर्देवः समवर्तत पद्भ्यां भूमिर्दिशः श्रोत्रान् तथा लोकान् अकल्पयन्। अगाडि राखिँदैन, अगाडि हो त्यहाँनिर। मैखाणा सर्वलोकं मैखाणः। रङ कडा रहेछ। लु अब सबैजना एकचोटि भुटुटुटुटु पार्नु। सबैजनाले एकपल्ट भुटुटुटुटु पार्ने। यस्तै हो पूजा। पूजा सकियो बाइकको चाबी खोइ होइन त्यहाँ निस्किनु पर्ने भयो आज। कस्तो हतार निस्किनु शनिबार गरौँ न हौ। यहाँ अब अहिले कुरो गरौँ लागि अब मैले चाहिँ के सोचेँ भने नि भुटुटु नै भएन। सबभन्दा मलाई त मामा भन्दा त सानो स्वर पनि होइन। दादा जानु नानी प्रसाद दे न बाबा सबैलाई। त्यो उता किकबाट हान्दा हुन्थ्यो नि बरु। अहिले अहिले उयो होइन अघि प्रसाद चढाइएन त त्यही भएर चढेको क्या।
एउटा भर्खर आउँदैछ हेर न वा अहिले त मोबाइल छोड्दो रहेछ अस्ति सुत्दै त्यहाँ सुत्दैन त यो ओलोगोडामा आमासँग सुत्छ डराले लु 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 पूजा गरिहाल आइज साइकलमा दा लगाइदिनु भावनालाई आइसलाई चाहिँ पैसा पर्दैन उसलाई चाहिँ बुनलाई चाहिँ पर्छ मलाई नि दे त अर्को पनि आमालाई लाउनु लाउनु न ए 5 रुपियाँ दिनु पर्थ्यो एउटा सुन भएको म फेरि छुटाउनु मिल्दैन है मिल्दछ तर अरू बाख्रा भयो त्यही त एक्लै हुँदैन होइन अलग अलग जोडी चाहिँ छुटाउनु मिलेन होइन मिल्छ मिल्छ किन मिल्दैन म्याडमले गर्नुभएको छ